नमस्कार दर्शकवृन्द। नेपालमा लगातार परेको अविरल वर्षा र त्यसपछि आएको भीषण बाढी तथा पहिरोले सिर्जना गरेको गम्भीर परिस्थिति र पछिल्लो अवस्था लिएर हामी उपस्थित भएका छौं। प्रकृतिले दिएको यो ठूलो धक्काका कारण यति बेला पहाडदेखि तराईसम्मका धेरै क्षेत्रहरू जलमग्न बनेका छन् भने जनजीवन पूर्ण रूपमा अस्तव्यस्त र प्रभावित भएको छ। विगत केही दिनदेखि सक्रिय मनसुनका कारण देशका अधिकांश भूभागमा निरन्तर वर्षा भइरहेको छ। यस अविरल वर्षाका कारण देशका साना ठूला सबै नदी तथा खोलाहरूमा पानीको सतह खतराको बिन्दुभन्दा धेरै माथि पुगेको छ। पहाडी भेगहरूमा ठूला ठूला पहिरोहरू खसेर सिङ्गो बस्तीहरू नै जोखिममा परेका छन् भने कयौं घरहरू पुरै पुरिएका छन्। अर्कोतर्फ तराईका समथर भूभागहरूमा नदीको पानी पस्दा सयौं गाउँ र शहरहरू डुबानमा परेका छन्। क्षतिको भयावहतालाई हेर्ने हो भने यो पटकको बाढी र पहिरोले देशको यातायात र सञ्चार व्यवस्थालाई पुरै ठप्प पारेको छ। पूर्व पश्चिम राजमार्गका विभिन्न खण्डहरूका साथै पहाडी जिल्लाहरू जोड्ने मुख्य सडकहरू ठाउँ ठाउँमा पहिरो खसेर र पुलहरू बगेर पूर्ण रूपमा अवरुद्ध भएका छन्। सडक ठप्प हुँदा हजारौं यात्रुहरू बाटोमै अलपत्र परेका छन्। सडक सम्पर्क विच्छेद भएका कारण धेरै दुर्गम क्षेत्रहरूमा खाद्यान्न, पिउने पानी र अत्यावश्यकीय औषधिको चरम अभाव देखिन थालिसकेको छ। सबैभन्दा दुःखद पक्ष भनेको यस विपत्तिमा परि धेरै नागरिकहरूले अकालमा ज्यान गुमाएका छन्। कयौं मानिसहरू अझै पनि पहिरोमा पुरिएर वा बाढीमा बगेर बेपत्ता भइरहेका छन्, जसको खोजी कार्य निरन्तर जारी छ। हजारौं परिवारहरू आफ्नो जीवनभरको कमाई, घर र सम्पत्ति गुमाएर खुला आकाशमुनि बस्न बाध्य भएका छन्। सयौं बिघा खेतीयोग्य जमिनमा लगाइएको अन्नबाली, बालुवा र माटोले पुरिएर नष्ट भएको छ, जसले आगामी दिनमा खाद्य सङ्कटको खतरा पनि बढाएको छ। यस्तो विषम र कठिन परिस्थितिमा पनि हाम्रा सुरक्षा निकायहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरू आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र उद्धार कार्यमा खटिएका छन्। स्थानीय प्रशासन र स्थानीय युवाहरूले पनि उद्धारमा ठूलो सहयोग पुर्याइरहेका छन्। जोखिमपूर्ण स्थानहरूमा थुनिएका मानिसहरूलाई डोरी, बोट र हेलिकप्टरको प्रयोग गरी सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। तर बिग्रँदो मौसम, निरन्तरको वर्षा र अवरुद्ध सडकका कारण राहत र उद्धार टोलीलाई धेरै ठाउँमा पुग्न ठूलो कठिनाई भइरहेको छ। हामीले हरेक वर्ष मनसुनको समयमा यस्तै दुःखद नियति भोग्दै आएका छौं। आखिर हरेक वर्ष नेपालले किन यति ठूलो धनजनको क्षति बेहोर्नुपर्छ? यसका पछाडि प्राकृतिक कारण मात्र नभएर मानवीय त्रुटिहरू पनि उत्तिकै जिम्मेवार छन्। पहाडी क्षेत्रमा बिना अध्ययन र बिना इन्जिनियरिङ जथाभावी डोजर चलाएर बनाइएका सडकहरू पहिरोको मुख्य कारण बनिरहेका छन्। त्यसैगरी नदीको प्राकृतिक बहावलाई मिचेर गरिएका अव्यवस्थित निर्माण, तीव्र वन विनाश र फोहोर मैलाका कारण नदीहरू साँघुरिँदा बाढी बस्तीमा पस्ने गरेको छ। यसमा जलवायु परिवर्तनको भूमिका पनि उत्तिकै गम्भीर छ। जलवायु परिवर्तनका कारण मौसमको प्याटर्नमा ठूलो फेरबदल आएको छ। थोरै समयमा अत्यधिक वर्षा हुने अर्थात् क्लाउड बस्ट हुने क्रम बढेको छ। जमिनले पानी सोच्न नपाउँदै ठूलो मात्रामा पानी पर्दा बाढी र पहिरोको रूप झन भयानक हुने गरेको छ। समयमै पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन नसक्नु र दीर्घकालीन पूर्वाधार विकासमा ध्यान नदिनु हाम्रा कमजोरी हुन्। अबको मुख्य प्राथमिकता भनेको प्रभावित क्षेत्रमा उद्धार कार्यलाई अझ तीव्र बनाउनु र पीडितहरूलाई तत्काल राहत सामग्री पुर्याउनु हो। बाढी र पहिरो प्रभावितहरूका लागि सुरक्षित वासस्थान, सफा पिउने पानी, खाना र औषधिको व्यवस्था तत्काल गर्नुपर्छ। महामारी फैलिन नदिन स्वास्थ्य टोलीहरूलाई प्रभावित क्षेत्रमा खटाउनु अति आवश्यक छ। विपत्तिको यो कठिन घडीमा सरकार, विभिन्न राजनीतिक दल, गैर सरकारी संस्थाहरू र सम्पूर्ण नागरिकहरू एकजुट हुन आवश्यक छ। हामी सबैको सानो सहयोगले पनि पीडितहरूको घाउमा मलम लगाउन सक्छ। अझै पनि धेरै ठाउँमा वर्षा जारी रहेकाले नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा बस्ने सबैजना उच्च सतर्क रहनुहोला। अनावश्यक यात्रा नगर्नुहोस् र मौसम सम्बन्धी आधिकारिक सूचनाहरू मात्र पछ्याउनुहोस्। प्राकृतिक विपत्तिसँग लड्न पूर्व तयारी र चेतना नै हाम्रो सबैभन्दा ठूलो बल हो। तपाईको क्षेत्रमा बाढी वा पहिरोको कस्तो असर छ? तल कमेन्टमा जानकारी दिनुहोला। भिडियोलाई धेरै भन्दा धेरै शेयर गरेर सबै सामु यो जानकारी पुर्याउनुहोस् र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। सुरक्षित रहनुहोस्।